पार्टिसिपेन्ट चाहिँ हामी अपाङ्गता भएका विशेष गरेर युथ व्यक्तिहरू र हामीसँग प्यानल डिस्कसन छ कीनोट स्पिकर जाति भाषा धर्म संस्कृति अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ लक्षित गरेर चाहिँ हामी यो जर्मनीबाट चाहिँ यो यस्तो गर्न चाहिँ सुरु गरेका छौँ। As you know, there are many occasions where professionals and parents are meeting together, but always they are forgetting the most important persons. र हामीले चाहिँ के पनि थियो भने त्यहाँ धेरै जसो अभिभावकहरू भेट हुनुहुन्थ्यो, अभिभावक र अन्य प्रोफेसरहरू पनि भेट हुन्थे, त्यहाँ छलफल गरिन्थ्यो, तर उनीहरूले चाहिँ सबैभन्दा धेरै महत्त्वपूर्ण व्यक्तिहरूलाई चाहिँ भुलिरहेको अवस्था थियो। They are talking about how persons with disabilities should live or would like to live, work, and how all aspects of their lives. उहाँहरूले चाहिँ अपाङ्गता भएका व्यक्तिहरूलाई कसरी उत्थान गर्न सकिन्छ, कसरी उहाँहरूको स्थिति अझै सबल बनाउन सकिन्छ र जीवनका प्रत्येक आयामहरूलाई चाहिँ अझै समृद्ध बनाउन सकिन्छ भनेर चाहिँ कुराकानी गरिरहेको हुनुहुन्थ्यो। And the target group is sitting at home and wondering what is going on there. र जो लक्षित समूह छ त्यो चाहिँ घर बस्थ्यो र अब के भइरहेछ अन्त के भइरहेछ भनेर चाहिँ जानकारी प्राप्त गरिरहेको हुन्थ्यो। जो टार्गेट ग्रुप अथवा समूह लक्षित समूह थियो त्यो आफै चाहिँ त्यहाँ उपस्थित हुन सकेको थिएन। So then we started in Berlin, and from that moment on 40 congresses had happened all around the world. हामीले त्यसपछि चाहिँ बर्लिनबाट सुरु गरेर अहिले संसारभरि 40 वटा भन्दा धेरै सम्मेलनहरू पनि गरिसकेका छौं। And there the persons with disabilities are in the center. They are giving the lectures, the keynotes. They are giving the workshops, excursions and all the things, cultural events. र हामीले चाहिँ यस्तो सेसन बनाएका छौं। अब त्यो सेसनहरु चाहिँ अपाङ्गता भएका व्यक्तिहरुले चाहिँ सञ्चालन गर्न थाले। अपाङ्गता भएका व्यक्तिहरुले आफै नै केन्द्रमा रहेर चाहिँ त्यो कार्यक्रम सञ्चालन गर्न थाले। अपाङ्गता भएका व्यक्तिहरु आफै नै लेक्चरर बन्न थाले, आफै नै कीनोट स्पिकर बनेर चाहिँ त्यो कार्यक्रमहरु सञ्चालन गर्न थालेको अवस्था छ। But most of all, they have the chance to travel, to meet each other and have exchange. Include me too, if I can contribute from where I can. Include me not if I can't contribute from where I can't. Include me too if my presence matters to you. Include me not if my presence makes no sense to you. Include me too if my expression makes sense to you. Include me not if you find sense in my expression to you. सोशल जस्टिस हामी भन्छौँ सामाजिक न्याय जसमा चाहिँ विभिन्न मार्जिनलाइज सेक्सन जुन छ हाम्रो सोसाइटीमा त्यसमा रहेका जुन त्यो समूहसँग सम्बन्धित जुन व्यक्तिहरू हुनुहुन्छ उनीहरूको हक अधिकारका बारेमा हामी प्राज्ञिक बहसहरू छलफलहरू यो तपाईहरुसँग कुरा गर्नको लागि अब आजको कुरा के भने युथ शपिङको लागि बाहिर गयो भने राम्रो कपडा अथवा राम्रो वस्तुहरू मलाई मन परेको हुन्छ। गर्छु मैले अहिले आफै पनि विभिन्न ठाउँमा अर्बन रिजनमा म्युनिसिपालिटीजहरुमा काम गरिरहेको छु र अर्बन गभर्नेन्समै काम गरिरहेको छु र हामीले पढाउँदा अर्बन गभर्नेन्स चाहिँ एकदमै पार्टिसिपेटरी हुनुपर्छ। तपाई हाम्रो हरेक छिमेकमा हैन अपाङ्गता भएका व्यक्ति हो त्यो अरुजनको चाहिँ उपचार ठ्याक्कै हैन तर केही न केही राहत चाहिँ दिएको छ किनभने त्यसले त्यो परिचय पत्रले दिने इकोनोमिक भ्यालु यो आर्थिक सहायताहरू पनि केही न केही हेल्प चाहिँ गरेको छ। यसमा अरू जस्तो पहिचानको कुरा हैन उसको अधिकारको कुरा विभिन्न रोबोट बुक जात जाति
And एकल महिला भनेर भनिएको छ कतै त्यहाँ क्याटेगोराइज गरिएको छ. Yeah, in reality, they don't talk to each other anymore, you know. समस्यामा चाहिँ अन्य व्यक्तिबाट मुक्त हुने त्यहाँ त्यो समस्या समाधान गर्ने उपायहरू पनि सँगै मिलेर साझा गर्न सक्छौँ. एकदमै सानो सङ्ख्यामा मात्रै व्यक्तिहरू चाहिँ उच्च शिक्षासम्म पुगेका छन् र विद्यालयसम्म उनीहरूलाई चाहिँ अलिकति प्रयास गरे पनि विद्यालयमा उनीहरूले चाहिँ सिकाइ वातावरणमा चाहिँ अनुभव गर्न पाएका छैन. कतिपय ठाउँमा कुरा गर्ने हो भने विद्यालयमा उनीहरू जान्छन्, एउटा कुनामा दिनभरि बस्छन्, त्यहाँ के भइरहेछ त्योसँग चाहिँ साक्षात्कार छैन. बेलुका चाहिँ उनीहरू खाली हात फर्किन्छन् र त्यही क्लासलाई लिएर पहिले थाहा पाउने अलिकति न्युरो डाइभर्सिटीलाई चाहिँ अलिकति अझ बुझाइ कमै भइरहेको देखिरहेको छु. सँगसँगै आई वान्ट टु कनेक्ट होइन. जस्तै रिसोर्स सेन्टरहरू बनाउने कुराहरू चाहिँ हाम्रो जुन लास्ट है सो सरी म धेरै बोलिरहेको छु. अर्को छैन वाइ फन्डिङ चाहिँ यति धेरै एन्ड बजेटको बारेमा हुनुपर्छ है भनेर हैन. सर्वप्रथम चाहिँ जुन प्रश्न गर्नुभयो उहाँले जस्तै विनय सरले मेरो यो जुन आज यहाँ सजिलो तरिकाले गर्नु सबै अब यहाँतिर चाहिँ तपाईँको भैरव साथीहरू टन्नै हुनुहुन्छ. अब यसमा चाहिँ हाम्रो होइन होइन हामी त्यसमा चाहिँ मात्रै हात उठायो मैले भनेकै कुरा गर्ने हो त भन्दा अरूले किन हेर्नुहोस् न हो किन राम्रो देख्छ होला किनभने राम्रो भएन उसलाई पनि बिस्तारै त्यसलाई ठिकै छ त उसलाई थाहा नै छैन. त्यही हो त पक्का मेरो चाहना भनेकै मैले आफू पनि खुसी हुने हो र अरू सरहरूलाई पनि खुसी पारेर अगाडि बढाउनलाई पनि प्रयास. डिपार्टमेन्ट अफ पब्लिक पोलिसी सँगै सोसियल आर्टिस्ट डट इभेन्ट्स, सक्षम फाउन्डेसन, बेडरुम इन्क्लुजिभ सेन्टर यो सँग हामी कार्यक्रम आयोजना गर्न सहायता गर्नुभएको छ. पहिलो दिनको कार्यक्रममा हामी फर्किनु पर्दाखेरि पहिलो दिन अलिकति ढिलो सुरु भएको थियो अनि कार्यक्रम सञ्चालन हाम्रो आदरणीय रमेश बराल सरले गर्नुभएको थियो. अनि जसले गर्दाखेरि आफ्नो मात्र लाइफ होइन उहाँले डिफ्रेन्ट पिपल्सको लाइफ पनि अपलिफ्ट गर्ने हेल्प गर्नुभयो भनेर चाहिँ उहाँले एकदमै वन्डरफुल एक्जाम्पल दिनुभएको थियो. र यो किनोट सँगसँगै चाहिँ हाम्रो सानो लन्च ब्रेक भएको रहेछ है. सो लन्च ब्रेक पछि फेरि हाम्रो थर्ड प्यानल डिस्कसन सुरु भएको थियो. थर्ड प्यानल यो पनि ब्याकग्राउन्डको कुराको होइन, यो मानवताको विषय हो. हामीले चाहिँ व्यक्तिको व्यक्तित्व नेपालको काठमाडौँको स्कुल अफ म्यानेजमेन्ट भित्र भएको छ. त्यसकारण त्यसले पनि एउटा स्ट्रङ म्यासेज दिएको छ र पक्कै पनि यो एउटै म्यासेज के जानुपर्छ भन्ने लाग्छ भने इन्क्लुजन भनेको डाइभर्सिटी हो. डाइभर्सिटीमा डिस्क्रिमिनेसन आउँछ भने त्यसको लागि बोल्ने हो, तर डाइभर्सिटीलाई हटाउनको लागि बोल्दैन. डाइभर्सिटीलाई एक्सेप्ट गर्नुपर्छ. एक्सेप्टेन्सले चाहिँ रिकग्नाइज गर्छ. रिकग्नाइज नै हामीले खोजेको. त्यसकारण एगेन हामी सबैले एकचोटि भन्नलाई म रिक्वेस्ट गर्छु, काठमाडौँ इन्क्लुड मी टु.